सुन्दा असामान्य लाग्न सक्छ, तर झापाकी एकजना 14 वर्षीय बालिका विगत 6 महिनामा केवल 2 पटक मात्र दिशा हुने गम्भीर समस्या लिएर करिब 3 महिना अघि कञ्चनबारी विराटनगर अवस्थित नोबेल शिक्षण अस्पताल आएकी थिइन्। प्रारम्भिक परीक्षणपछि अस्पतालका वरिष्ठ बाल सर्जन डाक्टर सञ्जय कुमार शाहले 1 महिनासम्म औषधि मार्फत उपचार परीक्षण गर्ने निर्णय गर्नुभयो। औषधि खाएर 1 महिनापछि फलोअपमा आउँदा समेत बिरामीमा कुनै सुधार देखिएन र मुखमा घाउ आउने, पेट दुख्ने समस्या उस्तै देखिएपछि ढिला नगरी डाक्टर सञ्जय कुमार शाहले आवश्यक सम्पूर्ण परीक्षण गरी सिग्मोइड कोलोस्टोमी अर्थात् आपतकालीन अवस्थामा दिशा बाहिर निकाल्नका लागि अस्थायी मार्ग बनाई शल्यक्रिया गर्ने निर्णय गर्नुभयो। 3 महिनाको नियमित फलोअपमा आउँदा बिरामीको दिशा अस्थायी मार्गबाट सहज रूपमा हुने र पुरानो कुनै समस्या नदेखिएपछि पूर्ण अस्थायी मार्ग बन्द गरी आन्द्रालाई पूर्ण जडान गर्ने कोलोस्टोमी रिभर्सल सर्जरी पनि सफलतापूर्वक सम्पन्न भयो। अन्तिम शल्यक्रियापछि बिरामीलाई केही दिन अस्पतालको निगरानीमा राखियो र चिकित्सकहरूका अनुसार अहिले बिरामीको स्वास्थ्य अवस्था पूर्ण रूपमा स्थिर छ र दिशा सामान्य रूपमा भइरहेको छ। आफ्नो स्वास्थ्यमा आएको उल्लेखनीय सुधारप्रति खुसी व्यक्त गर्दै बिरामी तथा अभिभावकहरूले उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। मलाई चाहिँ पहिला पेट दुख्ने र 6 महिनादेखि दिशा नभएर म चाहिँ उता नेपाल, इन्डिया पुरैतिर सबै हस्पिटलमा गएर दबाई गरेँ, त्यता पनि भएन। अनि लास्टमा आएर चाहिँ अहिले भएछ। इन्डिया गएर पनि भएन, नेपालतिर पनि भएन। लास्टमा म चाहिँ नोबेल हस्पिटल आएर डाक्टर सञ्जय कुमारसँगबाट दबाई खाएर एकचोटि भयो, त्यो पनि भएन। अनि लास्टमा अपरेसन गर्नु पर्यो। अपरेसन गरेर एकचोटि अपरेसन गरेर त्यहाँ पेटमा अर्को यो बनाएर थैली लगाएर त्यतैबाट दिशा आउँथ्यो। अनि 3 महिनासम्म त्यतैबाट दिशा गरेँ। अहिले चाहिँ तल नर्मल आउँदैछ दिशा। अहिले चाहिँ अनि फेरि अपरेसन गरेर त्यहाँ अहिले तलसम्म आएर राम्रै आइरहेछ। डाक्टर सञ्जय कुमार शाहले अपरेसन गरिदिनु भएको। अहिले मलाई धेरै राम्रो भएछ। दिशा पनि राम्रो आउँदैछ, सबै ठिक भएछ। पेट पनि नर्मल भएछ अहिलेसम्म। अहिले दिनमा चाहिँ 2 चोटि टोइलेट आउँछ, पिसाब पनि ठिकै हुन्छ, सबै ठिकै भइरहेछ।